प्रश्न नम्बर 1, सेतो सिंह कुन देशमा पाइन्छ? तपाईको अप्सन रहेको छ ए चीन, बी जापान, सी अफ्रिका, डी अस्ट्रेलिया। तपाईको सही आन्सर रहेको छ अप्सन सी अफ्रिका। प्रश्न नम्बर 2, कालो रङको टमाटर कुन देशमा पाइन्छ? तपाईको अप्सन रहेको छ ए चीन, बी जापान, सी भारत, डी इङ्ल्यान्ड। तपाईको सही आन्सर रहेको छ अप्सन सी भारत। प्रश्न नम्बर 3, केरासँग कुन चीज खायो भने मानिसको मृत्यु हुन सक्छ? तपाईको अप्सन रहेको छ ए माछा, बी अन्डा, सी चिनी, डी घिउ। तपाईको सही आन्सर रहेको छ अप्सन बी अन्डा। प्रश्न नम्बर 4, पहेँलो रङको स्याउ कुन देशमा पाइन्छ? तपाईको अप्सन रहेको छ ए अमेरिका, बी अस्ट्रेलिया, सी अफ्रिका, डी इङ्ल्यान्ड। तपाईको सही आन्सर रहेको छ अप्सन ए अमेरिका। प्रश्न नम्बर 5, सेतो रङको गुलाब कुन देशमा पाइन्छ? तपाईको अप्सन रहेको छ ए भारत, बी चीन, सी जापान, डी इङ्ल्यान्ड। तपाईको सही आन्सर रहेको छ अप्सन ए भारत। सधैँ यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नका लागि हाम्रो एससीके च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस गर्नुहोस्। प्रश्न नम्बर 6, गुलाबी रङको स्याउ कुन देशमा पाइन्छ? तपाईको अप्सन रहेको छ ए भारत, बी चीन, सी जापान, डी अमेरिका। तपाईको सही आन्सर रहेको छ अप्सन डी अमेरिका। प्रश्न नम्बर 7, कुन देशमा एउटा पनि सेना छैन? तपाईको अप्सन रहेको छ ए भारत, बी आइसल्यान्ड, सी भुटान, डी नर्वे। तपाईको सही आन्सर रहेको छ अप्सन बी आइसल्यान्ड। प्रश्न नम्बर 8, सुनको रुपैयाँ कुन देशमा चल्छ? तपाईको अप्सन रहेको छ ए अमेरिका, बी इटली, सी जर्मनी, डी इङ्ल्यान्ड। तपाईको सही आन्सर रहेको छ अप्सन ए अमेरिका। प्रश्न नम्बर 9, सूर्यको प्रकाशबाट कुन भिटामिन प्राप्त हुन्छ? तपाईको अप्सन रहेको छ ए भिटामिन डी, बी भिटामिन सी भिटामिन ए, डी भिटामिन के। तपाईको सही आन्सर रहेको छ अप्सन ए भिटामिन डी। प्रश्न नम्बर 10, सबैभन्दा माथि उड्नेवाला चरा कुन हो? तपाईको अप्सन रहेको छ ए सुगा, बी गिद्ध, सी परेवा, डी कोइली। तपाईको सही आन्सर रहेको छ अप्सन बी गिद्ध। प्रश्न नम्बर 11, हात्तीको मुटु 1 मिनेटमा कतिचोटि धड्किन्छ? तपाईको अप्सन रहेको छ ए 22 चोटि, बी 27 चोटि, सी 25 चोटि, डी 30 चोटि। तपाईको सही आन्सर रहेको छ अप्सन बी 27 चोटि। प्रश्न नम्बर 12, कुन देशमा हरियो रङको सूर्य देखिन्छ? तपाईको अप्सन रहेको छ ए जापान, बी नर्वे, सी भारत, डी अमेरिका। तपाईको सही आन्सर रहेको छ अप्सन बी नर्वे। प्रश्न नम्बर 13, 3वटा राजधानी भएको देश कुन हो? तपाईको अप्सन रहेको छ ए रुस, बी नर्वे, सी साउथ अफ्रिका, डी अमेरिका। तपाईँको सही आन्सर रहेको छ अप्सन सी साउथ अफ्रिका।
प्रश्न नम्बर 14 स्ट्याचु अफ युनिटी कुन नदीको किनारमा स्थित छ? तपाईको अप्सन रहेको छ ए गंगा नदी, बी यमुना नदी, सी सरयू नदी, डी नर्मदा नदी। तपाईको सही आन्सर रहेको छ अप्सन डी नर्मदा नदी। प्रश्न नम्बर 15 पृथ्वीमा सबैभन्दा अधिक मात्रामा के पाइन्छ? तपाईको अप्सन रहेको छ ए पानी, बी रुख, सी माटो, डी अक्सिजन। तपाईको सही आन्सर रहेको छ अप्सन डी अक्सिजन। प्रश्न नम्बर 16 कुन जनावरको दुधले डेङ्गु बिरामी निको हुन्छ? तपाईको अप्सन रहेको छ ए गाई, बी भैँसी, सी बाख्रा, डी ऊँट। तपाईको सही आन्सर रहेको छ अप्सन सी बाख्रा। प्रश्न नम्बर 17 साइकल चलाउँदा कुन रोग निको हुन्छ? तपाईको अप्सन रहेको छ ए किडनीको, बी मुटुको, सी क्यान्सरको, डी दिमागको। तपाईको सही आन्सर रहेको छ अप्सन बी मुटुको। प्रश्न नम्बर 18 कुन जनावरको शरीरमा सबैभन्दा धेरै खुन हुन्छ? तपाईको अप्सन रहेको छ ए हात्ती, बी भालु, सी सिंह, डी ऊँट। तपाईको सही आन्सर रहेको छ अप्सन ए हात्ती। प्रश्न नम्बर 19 चिया धेरै पिउँदा कुन रोग लाग्छ? तपाईको अप्सन रहेको छ ए सुगर, बी क्यान्सर, सी मधुमेह, डी एसिडिटी। तपाईको सही आन्सर रहेको छ अप्सन डी एसिडिटी। प्रश्न नम्बर 20 नेपाली महिना माघ फागुनमा कुन ऋतु पर्छ? तपाईको अप्सन रहेको छ ए वसन्त, बी शरद, सी हेमन्त, डी शिशिर ऋतु। तपाईको सही आन्सर रहेको छ अप्सन डी शिशिर ऋतु। Thanks for watching. For more updates, please subscribe to my YouTube channel. See you in next video. Bye bye.